पनि हो त एकजना अब यहाँका मान्छेले पनि मैले रोपेको भन्छ रोपेको चाहिँ खास कसले हो ऊ माथि पनि छ यहाँ यहाँ आउनु त माथि पनि रोप्ने एकजना छ कतिजना रोप्ने मान्छे हो त्यो पल्ला छेउका निकाल्नु के यताबाट छ एउटा दाइ यहाँ एउटा सानो छ यता आउनु त यता माथि त त्यो माथि दाइहरूको बिरुवा रे दिदी खोइ यहाँ त्यहाँको दिदीले पनि मैले रोप्यो भन्छ अब यो दिदीले पनि मैले रोपेको भन्छ त्यो इस्कुस चाहिँ त्यो जोगाइदिनु इस्कुसको बोट छ बिस्तार खन्नु अब यता आबानीको आमाले पनि मैले रोपेको भन्छ अब कसले रोपेको यो खास बिरुवा त हो घर ताला भित्र घरको भित्र राख्नु डोब्नु न दाइ अब कोठामा एउटा कोठा उ गर्ने गार्जिन छ गार्जिन त गार्जिन नमिल्ने हो कि त्यो मेरो ऊ चाहिँ जोगाइदिनु है दाइ त्यो तोरी उहरू सोधेरै दिएको मैले यो गाँचो केरा चाहिन्छ होइन तपाईँहरू खाने हो भनेर पनि भन्दाखेरि चाहिन्छ ल त्यो बिउ त फेरि खतम भयो है ल यो आज कार्य केरा रोप्नेमा चाहिँ एकदम यहाँ धेरै निस्किसक्यो 9-10 जना निस्किसक्यो अब रोप्ने चाहिँ खास को हो अलिक गएर खन्नु न दाइ अलिक गएर खन्नु न फेरि यो फलेको छ मर्छ कि बा यो त फलेछ नि यता हेर्नु न त्यो फेरि मर्ला है दाइ कहिले कि त्यहाँ केही त भाडामा दिए यहाँ त फोरको डम्पर हो हामीले त लाउनु पर्ने बाध्यतै हुन्छ क्या भाडामा लगाएर कहाँबाट मैले लगाएको नि पहिला रोपेको होइन त्यो लागेर मैले सखर खन्दा रोपेन कि मोजियाले बल्ल बल्ल यसो भाडामा त दियो के दियो अब अलिक जरासँग निकाल्नु दाइ
चेपमा भर दुईटा चेपमा दुईटा चेपमा परेर हो चुक्के बोल्नु सकेको छ त्यही हो त्यसै त राम्रो मार्छ काट्नु त कतार काट्यो अलिक जाँगर चलाउनु न ढेङ ढेङ खाउनु न अलिक तल हुन्थ्यो यो चेपमा परेर खै बहिनी पूजा सुजा गर्ने अरे भन्छ त्यो सानो ठुलो पर्छ के गरेको यत्रो गेडो रोपे त यो कालमा छ के यहाँ रोप्ने मान्छे यो दाइरी यहाँ रोपेको होइन कि तल तल यहाँ रोपेको त्यो छौ त टोरामा यहाँले चाहिँ रोप्या हो कि यहाँ त होइन उहाँले चाहिँ त्यहाँ रोप्या हो भने मैले अघि नै नि अब त्यो पनि हुन्छ तपाईँले यो पनि बिगा काटिएर के कहाँ 2-3 बिगार्नु भएको त्यो सट्टा यहाँ खनेर निकाल्नु न यसको जरै निक्लेन नि अब त्यो नखर्च है। आउँदैन त्यो त उता कालामा जानु के दाइ सजिलो गरेर आउँछ आउँछ अँ त्यही गरेर भएन फली पनि छ है त्यो माथि उता पहिला काटियो मात्र के त्यो त हुँदैन नि कहाँबाट पाउँदै त्यस्तो खेतमा परेन क्या यो फललाई त्यो लगेर तपाईँ उतै रोप्नु त त्यो तपाईँको रुमभित्र रोप्नु एउटा कठा रिजर्भ गरेर ल हाम्रो पहिला पनि यहाँ देखाइदिनु पऱ्यो हाम्रो बहिनी अब हाम्रो उदयपुरको हाम्रो बहिनी एकदम उस तल बिल्डिङ घर बनाउनु भएको छ प्रतीक छेरै टकेन यो चेपमा भएर नत्र खालि त्यो पारा खोइहाल्ने अचम्मै भएको ल हाम्रो दाइले जाँगर गर्नुभएको तर सक्नु भएन कुन घर रे दाइको चाहिँ उ त्यो अनिलको बाबा के ए ए यहाँ बाबा भने चिन्नुहुन्छ ए हो र म त्यो घरको के भन्नु म त चिन्दिनँ नि त्यो दाइलाई